सम्पूर्ण दर्शक श्रोताहरुमा नमस्कार। म गोरबहादुर कार्की जुम्लादेखि। यो हो जुम्ला जिल्ला कनका सुन्दरी साथ धानीसेनको लेख अर्थात् लेख सेरी भन्ने ठाउँ। त्यसको माथि कुहिरो लागेको ठाउँमा चाहिँ यो तिलीचौर माईको वासस्थान तिलीचौर भनेर तिलीचौर माईको मन्दिर रहेको ठाउँ माथि दुरीमा, त्यसपछि फरनमेला चुली, त्यसपछि तल आएर हलगाडे हुँदै यता यो आरीको देखिने माथि कुहिरोले झपक्क ढाकेको ठाउँमा चाहिँ तिललपाखा भन्ने ठाउँ देखिनुहुन्छ। माथि गइसकेपछि यो बिचको भागलाई चाहिँ सुन्दर लेख चाहिँ पुर्खाहरूको चाहिँ पुर्ख्यौली नाम चाहिँ ठाडा भनेर चिनिन्छ। त्यसको अलि पारि कुहिरोले ढाकेको छ त्यो ठाउँलाई चाहिँ सुदाखर्क भन्ने हुन्छ। त्यसै गर्दै माथि दारमेला भन्ने आउँछ। यो हाम्रो सुन्दरताले परिपूर्ण भएको ठाउँ हो, जहाँ यहाँ पुर्खादेखि चाहिँ कहीँ लोप लाग्दा कहाली लाग्दा भिर पाखा झरना डाँफे न्याउली कोइली र कोइली सुन्दरताले भरिएका ठाउँहरू यहाँ देख्न सक्नुहुन्छ। यहाँ यो घना घोर जङ्गलभित्र छिर्नुभयो भने हरेक प्रजातिका फुलहरू फुलेका ढकमक्क देख्नुहुन्छ। हरेक वनस्पति च्याउहरू भेटाउनुहुन्छ। हरेक पशुपन्छीहरू जस्तै जङ्गली जनावर कस्तुरी, बँदेल, सुँगुर भनेर चिन्छ, ठार, घोरल मृगहरू चाहिँ भेटाउन सक्नुहुन्छ। वनका लोभलाग्दा दृश्यहरू हेर्नुहोस्। अनि तल ठाडा जाने ठाडा लेख भन्ने चाहिँ बाटो अलि पारीको खोल्सामा देखिएको चाहिँ बर्खाका गोठहरू हुन्। त्यो हुँदै माथि गइसकेपछि झाँझरी खोला सुदाखर्क निस्किने बाटो हो। त्यसै गर्दै आउँदा हेर्नुहोस् पारीको देखिने चाहिँ सुन्दर गोठ, बर्खाका गोठहरू फेर भनेर चिनिन्छ। अलि माथि गएर हुकोट भनेर चिनिन्छ। अनि माथि गइसकेपछि हाडेखर्क देउली भनेर भन्ने ठाउँ आउँछ। त्यसै गर्दै हेर्नुहोस् सुन्दरताले भरिएका ठाउँहरू, वन पाखा जङ्गल झरना पानी डाँफे मुनाल कोइली चरीहरू छताछुल्ल रहेर बसिरहेका छन्। यहाँ हेर्नुहोस्, आउनुहोस् हजुरहरू पनि यस सुन्दरताले भरिएको ठाउँ। बर्खाको सिजनमा कुहिरोले झपक्क ढाकेको भइरहन्छ। हिउँदको समयमा चाहिँ पुरा हिमालय सेतो भएर हिउँले ढाकिएको हुन्छ। कति भरि सुन्दरता भन्ने हो कि प्राकृतिकले दिएको यो अवश्य कुनै ठाउँमा गएर चाहिँ वृक्षारोपण गर्नु नपर्ने अवश्य जङ्गल केही हावा पानी हुरी आँधी हुरी चाहिँ क्षतिको न त यहाँ बाढीको डर, न त यहाँ पहिरोको डर, न त यहाँ भिर पाखाको डर। हेर्नुहोस् यति जमिन मुनि चट्टानले भरिएको, जमिनमाथि चाहिँ बिरुवाले भरिएको, कतै पनि छैन सुक्खा डाँडा काँडा भिर पाखा भएर चाहिँ नाङ्गा डाँडा काँडा भएर बाढी पहिरोको चाहिँ भुछेको चाहिँ डर कति पनि नहुने ठाउँ। हेर्नुहोस् अहिलेसम्म जति खोला खाल्सा पानी बगे पनि चाहिँ त्यस्तो बाढी पहिरोले सित्तै नै चाहिँ छिटो एकदमै 2-4 दिन हप्ता 10 दिनपछि पानी आकाशी झरी बादलले पनि कति पनि त्यति डराउनु पर्दैन। हेर्नुहोस् यहाँ हाम्रा गाई भैँसी बडा बाख्रा चर्ने वन पाखाहरू हुन् नि। यो माथि चाहिँ यो बाटो हुँदै जान सक्नुहुन्छ त सुदूरपश्चिमको बाजुरा जिल्ला छाउने बाटो हो। यो बाटो हुँदै जान सक्नुभयो भने चाहिँ पुर्ख्यौली चाहिँ अहिले यो बाटो हुँदै बाजुराका पैदल यात्रीहरू चाहिँ अब आइरहनुहुन्छ। भेडा जस्तै
बाजुराबाट पैदल बाटो हिँडेर जुम्लाको सदरमुकाम खलङ्गासम्म बाजुरा अनि बजाङ दार्चुलामा चाहिँ पालन पोषण गरेका भेडाका बथानहरू च्याङ्ग्राका बथानहरू ल्याएर चाहिँ जुम्ला जिल्लाको सदरमुकाम खलङ्गासम्म चाहिँ ल्याउने बाटो चाहिँ हो है मान्छेहरू। अनि उता बाजुराका बासिन्दाहरू पनि त्यही बाटो आफ्नो ओहोर दोहोर गर्दै गर्नुहुन्छ भने यो यसभित्र तिलीचौरमाई अलगाडे फरनमेला प्याखुडी त्यसपछि आएर पानीको झरना पनि भेटाउन सक्नुहुन्छ। अलि माथि जानुभयो भने तिलीचौर माईको सिरान तिलीचौरको काखैमा रहेको फरनमेला चुली हुँदैको काखैमा रहेर चाहिँ बगिरहने एउटा पानी अलि तल आइसके माझमेली र अलगडाको बिचमा गोमथली छडा भन्ने ठाउँ छ। त्यो छडामा चाहिँ पानीको झरना भएर बगिरहेको छ। हेर्नुहोस् त्यो अलिभित्रै यो रोडमै जाने हो भने माथि मासमेली अलगाडे सेरी हुँदै मासमेली अलगाडेसम्म जानुभयो भने त्यो झरना भेटाउनुहुन्छ। यो दोभान छ यो तिलीचौरमाईको काखैबाट बगिरहेको आएको खोला यो भयो सेरी प्याखुडी हुँदै बग्ने खोला। अनि ऊ त्यो पारीको तेललपाखा सुध्याखर्क हुँदै हाडेखर्कको बिचबाट भएर बगिरहने खोलाको दोभान। हेर्नुहोस् आउनुहोस् कहाली लाग्दा लोभ लाग्दा भिरपाखाहरू रमाइलो गरौँ हेर्नुहोस् है। आउनुहोस् अवश्य गर्दै जानु। अलिक तल जाने हो भने भेटाउनुहुन्छ बस्तीहरू। यो बर्खे गोठहरूमा जानुपर्ने भएको हुँदा बर्खाको सिजनमा अब हुन त हिउँदमा पनि बसिन्छ। भेडा बाख्रा च्याङ्ग्राहरू राखेर भित्र गोठमा सेरी प्याखुडी कुदुल्ला पाँचकाटे पाखा भन्ने ठाउँतिर यति भित्र जानुपर्छ। यो थुप्रै बर्खाका गोठहरू थुप्रै भेटाउनुहुन्छ। हिउँदमा अलिकति कम हुन्छ। त्यसैमा चाहिँ स्याउ खेती लगाइएको छ अहिले। जौ गहुँ फापर सिमी चोतो आलु मकै त्यस्ता लेकाली बालीहरू अर्ग्यानिक चिजहरू भेटाउनुहुन्छ। अब आलु खाने बेला पाकिसक्यो। भदौरे आलु भदौमा खन्न मिल्ने आलु पाकिसक्यो तयार भइसक्यो निकाल्नुपर्ने होला अब। अनि त्यसै गर्दै मकै पोलेर खाँदा कति मिठो हो दर्शक श्रोताहरू आउनुहोस्। अनि मकै पोलेर खान पनि पाउनुहुन्छ। पाकिसक्यो बोटमै छ कति ताजा मिठो छ। त्यसै गर्दै के भन्छ हामीले एउटा जेठ असारतिर पाक्ने आलुलाई चाहिँ चुले आलु भनिन्छ भने अब यो भदौमा पाक्ने आलुलाई त गलने आलु भनिन्छ। जति खायो त्यति मिठो हुने। बाहिरको चाहिँ रसलाई खाएर भित्रको काठ वा चाहिँ सारो हड्डीलाई राखेर हिउँदमा तेल निकाल्ने माध्यम पनि हुन्छ। त्यसैको आरुको तेल भनिन्छ। कति चाहिँ कुपोषण लागेका नानी बाबुलाई चाहिँ त्यही आरुको तेल लगाउने हो भने अनि कुपोषणबाट चाहिँ बचाउन सकिन्छ। निमोनिया भएको बच्चाहरूलाई त्यही तेल लगाएर निमोनिया बचाउन सकिन्छ। निमोनियालाई भगाउन सकिन्छ। चुले आलु पाकिसक्यो भने खाने मन छ भने आउनु होला। यति भन्दै आजको यो सुन्दरता हरियाली वातावरणलाई छिचोल्दै भनौँ कि निहाल्दै भनौँ कि आउने अर्को चाहिँ यसै गर्दै अर्को आउने पुनः अर्को दिनको लागि यस्तै गर्दै हजुरहरूले चाहिँ यो मैले मेरो भोकल र मेरो जन्मभूमि र मेरो चाहिँ भिरपाखा मेरो जन्मभूमिको आसपासमा रहेका मैले गाई चराउन हिँड्दा बाख्रा चराउन हिँड्दा भेडा बाख्रा चराउन हिँड्दा वनपाखा जाँदा के भन्छ त्यो गुलेली लिएर चराचुरुङ्गीलाई चाहिँ लखेड्न जाँदाको महसुस र फेरि हरेक डाल्ला खेलेको याद आउँछ। यो वनपाखा हेर्ने भने छुप्पा खेलेको याद आउँछ।
अनि केटाकेटी भाइ बहिनी साथी सङ्गीहरूसँग नाचे गाएको याद आउँछ है। यस्ता चाहिँ कहाली लाग्दा अनौठा सुन्दरताले चाहिँ भरिएका र छरिएका चिजहरू लोभलाग्दा धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्यहरू पनि थुप्रै चाहिँ छन् यहाँभित्र र लुकेका चिजहरू। आउनुहोस्, जस्तै अब खिचनी हुँदै गरुडानी हुँदै बुढु हुँदै कालाकाँडा हुँदै रारा जाने पैदल मार्गी यात्राबाट पनि यतैबाट पनि जान सक्नुहुन्छ। जस्तै पाण्डव गुफा, विराट दरबार, यही चाहिँ कनका सुन्दरी 7 साबिक पाण्डव गुफा वार्ड नम्बर 1 र अहिले हाल चाहिँ कनका सुन्दरी 7 भित्र रहेका धार्मिक सांस्कृतिक र पर्यटकीय सम्पदाहरूलाई संरक्षण र सम्वर्धन गर्नु तपाईँ हाम्रो दायित्व हो। केही सबैको चाहिँ साथ सहयोग सपोर्ट पनि गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ कर्तव्य अनिवार्य छ। यसैले आउँदा दिनमा चाहिँ पुनः पनि यसै गर्दै हेर्नुहोस्, अब हामी म स्याउ खेतीको बिचमा आइसकेको छु। स्याउबारी पनि छ यहाँनिर, बुट्टामा लटरम्म फलेका छन्। गाउँले दाजुभाइको मेहनत कति छ यहाँ, कति अब किसान दाजुभाइहरूको चाहिँ एकमुष्ट पसिनासहितको मेहनत हेर्नुहोस्। सायद स्याउ देखिन्छ होला, हेर्नुहोस् यतिसम्म चाहिँ स्याउ देखिएको छ। यसलाई नै यसै गर्दै म तपाईँहरूलाई आजको भिडियोबाट चाहिँ आजको यो कोसेली सहित हजुरहरूलाई राम्रो जस्तो लाग्छ त्यस्तै कमेन्टमा बक्समा गएर आफ्नो जन्मभूमिको बारेमा र चाहिँ यो प्राकृतिक सम्पदा हो, यो कृत्रिम होइन। कसैले चाहिँ एउटा कुरो के भनेपछि फुल रोपेर चाहिँ एउटा गार्डन बगैँचा बनाएको हुन्छ, त्यसै ठाउँमा चाहिँ मान्छेहरू हेर्नको निम्ति थुप्रै चाहिँ पर्यटकहरू कयौँ तपाईँको शनिबार दिन पारेर कुनै सार्वजनिक बिदाको दिन पारेर हेर्न गएर चाहिँ त्यो कृत्रिम पार्कलाई मान्छेहरू कतिसम्म चाहिँ हेर्नुहुन्छ। मान्छेको लाखौँको भिड भएर चाहिँ त्यो कृत्रिमलाई चाहिँ एउटा निहाल्नुहुन्छ। तर यो हेर्नुहोस्, आफसे आफ तयार भएको कस्तो अनौठो चिज हो कि यो प्राकृतिक सम्पदा। वन जङ्गल, खोला नाला भिर पाखा हेर्नुहोस् त। यसैभित्र घर नबनाए पनि ढुङ्गो माटो काठ जम्मा नगरे पनि हुने ठाउँ छ कि। ओडारमै बस्नको निम्ति त आउनुहोस् त, त्रिपालै नचाहिने कि त्यस्ता ओडारहरू पनि छन् यहाँभित्र जाने हो। महिनौँ दिनसम्म जङ्गलकै जडीबुटी कोरेर खाएर जङ्गलमै चाहिँ ओडारमा बसेर पनि जीविका पाल्न सक्नुहुन्छ यो ठाउँमा आएर। त्यस्तो पनि छ। यति खालि चाहिँ बाहिरी सुन्दरता मात्रै चाहिँ नदेख्नु होला कि भित्र पनि छ, हेर्नुहोस्। यसै गर्दै म आजको भिडियोलाई म यही अन्त्य भएको जानकारी गराउँदै आगामी दिनमा चाहिँ अर्को भिडियोमा म यस्तै केही चाहिँ हजुरहरूलाई नयाँ कोसेली नयाँ प्रस्तुति सहित म तपाईँहरूलाई चाहिँ एकदम हाँसी खुसीका साथ चाहिँ यसलाई चाहिँ कमेन्ट गरिदिनु होला। किनभने मैले यहाँ चाहिँ खालि यो चाहिँ जुम्ला कनका सुन्दरी 7 जुम्ला जिल्ला कनका सुन्दरी 7 सिन्जा क्षेत्रका चाहिँ यो एक साबिक 7को के अरे कनका सुन्दरी 7को चाहिँ भित्री भाग मात्रै देखाएको, बाहिरी भाग देखाएको छैन। म चाहिँ अर्को भिडियोमा बाहिरी भागलाई लिएर आउनेछु। त्यसै गर्दै आजको लागि म बिदा हुन्छु। हस् त, सबैले माया गरिदिनु होला। धन्यवाद, नमस्कार, जय होस्, जय सङ्गीत, जय गीत, जय सङ्गीत, जय देवी देवता, जय।